दीपावलीको शुभकामना, हार्दिक शुभकामना सबैजनालाई। म चाहिँ एकदम बिजी छु है, रोटी पोल्नु मिठो चालिसक्यो। यसपालि चाहिँ यति भयो है। पहिला जस्तो अब लापरवाही ठुलो हुन्छ नि अब यस्तो लाग्यो। त्यही त अब अटपालि चाहिँ त्यस्तै गर्छ। यहाँ चाहिँ हाम्रो भेनाले सेलरोटी पोल्नु हुँदैछ है। भेना चाहिँ एकदम हेल्पफुल हुनुहुन्छ है। हाम्रो घरको चाहिँ अब सबैभन्दा जेठा छोरा जतिकै हो है। यहाँ चाहिँ हाम्रो लक्ष्मी पूजेको हो। अनि पापा पनि बिजी हुनुहुन्थ्यो है, म पनि एकदम बिजी। हामीले यसरी डेकोरेसन गरेको छौँ। हामीले लक्ष्मी पूजेको रुम चाहिँ एकदम सिम्पल थियो है त। सबै लक्ष्मी पुजिसकेपछि चाहिँ यसरी टिका लगाइदिनुहुन्छ पापाले है। त्यहाँदेखि चाहिँ आशीर्वाद दिनुहुन्छ।